केलाई घमण्ड केलाई दुःख भन्थे नि यस्तै सबैजनालाई मेरो युट्युब च्यानलमा आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु जसो तसो भए पनि अनि आज चाहिँ यही नजिकै यसो राइट साइड हान्नु पर्यो भनेर आएको तर कस्तो बाइकमा के नमिलेको जस्तो फिल भइरहेछ अनि के हुन्छ ल पेट्रोल चाहिँ भर्नु पर्ने हुन्छ ठ्याक्कै 500 को हैन यहाँनिर त रहेनछ यार मामफुली ट्राफिकहरु भर्खरै चेकिङबाट निस्केको जस्तो देखिन्छ रमाइलो सो फ्री टाइम भएको बेला चाहिँ म चाहिँ भिडियो बनाउनु चाहिँ निस्किहाल्छु है अब के भन्नु निस्किनु गर्ने नै भइसकेपछि त निस्किनै पर्छ त्यही त हो नि अनि सो भिडियोलाई हेरेर चाहिँ सबैजनाले यसो हैन सब्स्क्राइब चाहिँ हानिदिनु पर्यो हैन म कतै जाँदिन टाढा त यहीँ ओरि नजिकै हैन कतै त्यस्तो चिल प्लेसहरू हुन्छ नि त्यस्तो ठाउँमा जान्छु यहाँ पेट्रोल चाहिँ लोममै भरिहाल्छ 500 500 को हाल्दैन न 20 त्यहाँ 60 किलोमिटर के मेरो स्पिड मिटरै चला छैन क्या यार ओ माय गॉड यो चाहिँ लगाइदिनु पर्यो जान त जान्छ योमा के हो बाटा हल्का अलिकति बस यहाँनिर आर्मीहरूको फायरिङ चलिरहेछ ड्याङ्गा लाउने काफल पनि पाक्नै आएको रहेछ यहाँनिर काठमाडौँ त पुरै एयर पोल्युसनले गर्दाखेरि कुनै पनि पुरै अँध्यारो छ यतापट्टि पनि उस्तै नै छ भनौँ नेपालैभरि पोल्युसनमा पुरै आँखा पोल्ने त्यस्तो भइरहेछ अनि यहाँ चाहिँ अनि आखिर मान्छेको जिन्दगी नै यही नै रहेछ क्या केलाई घमण्ड केलाई दुःख भन्थे नि यस्तै रहेछ यहाँनिर पनि यस्तो हुँदो रहेछ मलाई चाहिँ थाहै थिएन अनि यहाँनिर यस्तो मान्छे जलाउने गर्ने पनि हुँदो रहेछ क्या मलाई चाहिँ थाहै थिएन म फर्स्ट टाइम आएको त्यही भएर त्यति राम्ररी थाहा पनि छैन अनि यहाँदेखि मुनि सरर जाने हिजो पुरै काठमाडौँ घुम्न गएको है पुरै आँखा पोलेर यार यो एयर पोल्युसनलाई लास्टै खतम बनाउने हैन सास अनि न्युजमा पनि मैले सुनिरहेको थिएँ सास चल्ने गाह्रो यताउति हैन त्यस्तो हुन्छ भनेको थियो अनि यहाँनिर चाहिँ टक्कसँगले तपाईहरुले देख्न सक्नुहुन्छ हैन अनि यतापट्टिसँगले अनि म चाहिँ यहाँ छु भन्नुपर्छ ओ कस्तो मजाले फरफराओ फर
हामीलाई फरफराइरहेको छ अनि म भने चाहिँ यहाँनिर छु अनि यस्तै हो ए क्या मजाले यतादेखि नागढुङ्गादेखि हावा आउँछ होइन सररररररररर पारामा यस्तो मिठो हावा आउँछ अनि काफलहरू पनि छ काफल चाहिँ तर फलेकै छैन क्या सबै बाउ बाउ मात्र रहेछ आँखा चाहिँ रहेनछ काफलको जङ्गलभित्र गयो भने चाहिँ छ होला हेरौँ त माथि यार म त यहाँनिर यस्तो छ भने त थाहै भएन यार र मान्छे चलाउने ठाउँ पनि रहेछ होइन अनि यहाँनिर त यस्तै छ केटा हो होइन ओ माई गड डन्ड नि आगो बलिरहेछ तेरि जिन्दगी त यस्तै रहेछ यार केलाई घमण्ड केलाई अन्तिममा जाने यही नै हो हामी घमण्ड पनि नगरौँ हामी एक अर्काले नराम्रो पनि नगरौँ होइन आखिर घमण्ड भन्ने कुरै त्यतिमै सीमित रहने रहेछ क्या अनि त्यही हो म चाहिँ यहाँनिर भिडियो सिडियो बनाउनु आस्ता के हुन्छ भनेर हल्का यो थियो होइन यस्तै नै भयो अनि मलामी दाइहरू पनि यहाँनिर हुनुहुन्छ यस्तो बबाल देखिरहेछ नि त अन्त यहाँदेखि यस्तरी खिच्नुपर्ने हुन्छ अनि यहाँ झन्डा पनि फरफराइरहेछ होइन टक्कसँगले अनि कपाल त मेरो यस्तै हो जति मिलाए पनि मिल्दैन नै हेलमेटले गर्दाखेरि हल्का टट्टी नै भइहाल्छ त्यही भएर मिल्दैन मेरो क्यामेरा चाहिँ हल्का क्लिन गर्नु ए मा टाइटै नगरी राखेको रहेछ यस्तो छ यहाँदेखि तल कस्तो हावा आइदिएन कि नभए यस्तो दामी फरफराउँथ्यो यहाँनिर हाम्रो चन्द्रगिरी चाहिँ यहाँनिर यस्तो भएर देखिरहेछ अझै माथि गएर खिच्नुपर्छ क्या कुनै दिन म यो बाटो हिँड्ने बाटो छ अरे म यो बाटो ट्रेकिङ गर्दै यो बाटो गएर चन्द्रगिरी हिल टावरसम्म चाहिँ म पुग्छु होइन कुनै दिन त्यो पनि भिडियो बनाउनु पर्छ सट्ट लाएर अनि अहिले चाहिँ यस्तै छ भनौँ भोकटे हो कि समथिङ के हो झोला बोक्यो एकातिर हेलमेट बोक्यो अनि यहाँनिर चाहिँ गुलाबको फुलहरू भर्खरै पलाउँदै रहेछ क्या यहाँनिर यस्तो बबाल तरिकाले भर्खरै पलाउँदै रहेछ अनि पछि अब टाइम मिल्यो भने चाहिँ आउनु पर्ला त्यहाँ माथि मान्छे जलाइरहेछ के जाने होइन जलाइरहेछ जिन्दगी जल्ने नै हो जिउँदो हुँदा पनि जल्ने मरेपछि पनि जल्ने त्यस्तै त मात्र भइयो बेकारमा काठमाडौँमा कतिसम्मको चाहिँ एयर पोल्युसन छ भने चाहिँ यहाँदेखि देखिन्छ क्या पुरै कतै देखिँदैन त्यस्तो अवस्था छ काठमाडौँको यहाँभित्र चाहिँ के रहेछ हेरौँ न त फोटो खिच्नु त मिल्छ नि फोटो भिडियो के छ ठिक छ के हो नाम सरुन यता नानीको नाम के हो दिपिका के हो तामाङ हो तामाङ बस्ती हो यहाँ तल सबै तामाङ बस्ती होइन ए कतिमा पढ्छौ 6मा हो ल ठिक लाली गुराँस पनि छ ए रहेछ त भिरमा छ भिरमा गएर त टिप्नु हुँदैन ओ जानु पर्ला माथितिर लाग्नु पर्ला
तरिकाले यहाँनिर क्याफे खोल्या रहेछ अनि म चाहिँ यहाँनिर चिसो खाँदैछु अनि खतरा वाल आर्ट चाहिँ खतरा गरिरहेको रहेछ यहाँनिर होइन अनि हाम्रो हेलमेट यहाँनिर छ पानी पनि यहाँनिर छ अनि म चाहिँ यहाँ छु तर यहाँनिर चाहिँ खासै राम्रो चाहिँ आउँदैन र म बसको साइड चाहिँ यहाँनिर चाहिँ बबाल छ है देख्न त देखिरहन्थ्यो तर म कहिले पनि छिरेको थिएन म फर्स्ट टाइम छिर्यायो हेरौँ कस्तो हुँदो रहेछ खानेकुरा कस्तो भन्दो रहेछ अनि हाम्रो धरहरा चाहिँ यहाँनिर छ ओ यो त पुरानो होला सायद दामी तरिकाले यहाँनिर राखिराख्नु छ यस्तो बबाल यहाँनिर वालमा आर्ट हानेर कहाँ छ लास्ट टाइममा त वाल आर्टमा छ है केटा के हो कसको स्टिकर हो यहाँ त टन्नै रहेछ त स्टिकर पनि ल यहाँ चाहिँ चिकन फ्राई मोमो चाहिँ आइसकेको छ होइन यो खाएर टेस्ट गर्नु पऱ्यो कस्तो हुँदो रहेछ यहाँको मोमो पनि ट्राई गरिदिउँ होइन त खाएको पनि हेर्नु होला मुखबाङ पनि हो आज यतिको गऱ्यो भने चाहिँ ठिक होला ल फर्स्ट बाइट चाहिँ गाइजहरूलाई तर मलाई हेरेँ क्या ठिकै रहेछ कोही निकाल्नु नसक्ने गरी गयो त हो भित्रै के हो कालो कालो चाहिँ फुल मागेर हात खाने है आजको थम्बनेलको उयो चाहिँ यही हुनेछ यस्तो है त्यही हो
मोमो पनि रित्यो अब के खाने त अब त अरू त सम्झिने आजलाई पुग्यो अब बारे खाजा पनि खाइहाल्यो अब सिधै घरतिर लाग्नुपर्छ थ्याङ्क यू